महासचिव लक्ष्मण ओलीलाई हार्दिक अनुरोध गर्दछु र यसपछि नेपाल राष्ट्रिय शिक्षक संगठनका आदरणीय महासचिव हंसबहादुर साईज्यूलाई यहाँ माइक भएको ठाउँमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालक नेपाल शिक्षक महासङ्घका उपमहासचिव अर्थज्यू, यस एउटा विशाल आन्दोलन कार्यक्रमका अध्यक्ष, आन्दोलन परिचालन समितिका संयोजक र नेपाल शिक्षक महासङ्घका सह-अध्यक्ष आदरणीय नानुमाया पराजुलीज्यू, यो विशाल वृहत सडक आन्दोलन कार्यक्रमको कुशल कमान्डर आदरणीय लक्ष्मीकिशोर सुवेदीज्यू, नेपाल शिक्षक महासङ्घका आदरणीय पदाधिकारीज्यूहरू, आबद्ध सम्बद्ध संस्थाका आदरणीय अध्यक्षज्यूहरू र त्यसैभरिबाट न्याय र अधिकारको खातिर आफ्नो यो सङ्घर्षको मैदानमा आफ्नो समयलाई व्यतीत गरेर यो मोर्चामा सहभागी तपाईँ सम्पूर्ण आदरणीय गुरुहरूप्रति म अखिल नेपाल शिक्षक सङ्गठनको तर्फदेखि यहाँहरू सबैलाई अभिवादन व्यक्त गर्न चाहन्छु। स्वीकार्नुहोस्। आदरणीय साथीहरू, आज सिंहदरबार र बालुवाटारको अलिशान महलमा बसेर नेपालका शिक्षाकर्मीहरूलाई अपमानित गर्ने, नेपालको शिक्षा प्रणालीलाई डोमिनेट गर्ने र यो चाहिँ हाम्रो शैक्षिक क्षेत्रलाई तहस-नहस बनाउने एउटा जुन प्रकारको अभियान चलाइराख्नु भएको छ, म उहाँलाई सर्वप्रथम त खबरदारी दिन चाहन्छु, चेतावनी दिन चाहन्छु। म फेरि पनि भन्न चाहन्छु, नेपाली शिक्षकहरू जबसम्म नेपालमा विद्यार्थी शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी हुँदैन तपाईहरु प्राप्त गर्न सक्नुहुन्न। हामी कुनै पनि हालतमा गोल्दैनौं, थाक्दैनौं। हामी यो मोर्चामा थाक्नको निम्ति, गोल्नको निम्ति र भाग्नको निम्ति आएका छैनौं। त्यसो भएको हुनाले म फेरि पनि भन्न चाहन्छु, विद्यालय कर्मचारी मैत्री शिक्षा ऐन छिटो जारी गर सरकार, होइन भने हामी आन्दोलनको ताकतमा यो सरकारको बुढा टेकाउन बाध्य हुनेछौँ। जम्मा त हाम्रो 15 दिन भएको छ, हामी वर्षौंसम्म यो आन्दोलनको मोर्चा सम्हाल्न तयार हुनेछौँ। किनभने हामी विभिन्न खालका चुनौती मोल्ने गरेर चाहे हामी घर नफर्किन पनि सक्छौँ भन्ने प्रतिबद्धता सहित हामी यो मैदानमा आएका छौँ। हामी कुनै पनि बहाना गरेर, हामी कुनै पनि सम्झौता गरेर, हामीलाई भुलाएर वा धम्काएर तपाईहरु कृपया त्यो एउटा दुर्भाग्यपूर्ण कार्य नगर्नुहोस्। म तपाईहरुलाई फेरि पनि भन्न चाहन्छु, अहिले पछिल्लो चरणमा त्यसैभरिबाट स्थानीय तहहरूको समर्थन भएको छ। म सबै स्थानीय तहहरूप्रति हाम्रो संगठनको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु र केही स्थानीय तहका छोटे राजाहरूलाई यहाँबाट चुनौती दिन चाहन्छु। साथीहरू, तपाईहरुलाई त्यो स्थानमा पुर्याउने, तपाईहरुलाई नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको स्थानीय सरकारको बागडोर सम्हाल्नको निम्ति त्यो हैसियत निर्माण गर्ने नेपाली शिक्षकको भूमिका छ। नेपालका विभिन्न प्रकारका आन्दोलनको सन्दर्भमा नेपाली शिक्षकको योगदान, नेपाली शिक्षकको त्याग, तपस्या र समर्पण र बलिदानको लामो श्रृङ्खलाबाट प्राप्त भएको व्यवस्था हो। त्यसो भएको हुनाले त्यो कुर्सीमा बसेको सन्दर्भमा तपाईहरुले जुन फरमानहरू जारी गर्नुभएको छ, विद्यालय फर्काउने कुरा, ताला फोड्ने कुरा, भर्ना अभियान आफै चलाउने कुरा, तपाईहरु होस गरेर बस्नुहोस्। समय आउँदैछ। त्यसो भएको हुनाले तपाईहरुले हामीलाई जागिरीबाट बर्खास्त गर्नुहोस्, कारबाही गर्नुहोस्। यी सबै फरमानहरूको खारिज गर्न चाहन्छु म यहाँ तपाईहरुको बीचबाट। र फेरि पनि भन्न चाहन्छु, यो सिंहदरबार र बालुवाटारमा बस्नुभएको छ आदरणीय मित्रहरू, तपाईहरुले निहालिराख्नु भएको छ 15 दिनदेखि यो नेपाली शिक्षकको ताकत। तर त्यो ताकतलाई तपाईहरुले नजरअन्दाज गर्ने किरा देखाइराख्नु भएको छ। तपाईहरु अझै पनि सद्बुद्धि पलाओस्, तपाई अझै पनि यो प्रक्रियालाई चाहिँ हामीलाई गम्भीरतापूर्वक यी मागहरू समस्याहरू समाधान गरिदिएर जानुहोस्। र फेरि पनि तपाईहरु ललिपप दिएर भुलाउने प्रयत्नमा हुनुहुन्छ। आन्दोलनलाई विभाजित गरेर यसलाई कमजोर बनाउने कुरा पनि गरिराख्नु भएको छ। ख्याल गर्नु होला तपाईहरुले, आन्दोलनबाट भाग्न कोही पाउँदैन। आन्दोलनका विरोधी तत्त्वहरूलाई पनि खबरदारी दिन चाहन्छु। आन्दोलनमा घुसपेट हुने प्रवृत्तिका मान्छेहरूलाई पनि हामीले नजिकबाट निहालिरहेका छौँ। इतिहासको कटघरामा हामीले तपाईहरुको हिसाब गर्नेछौँ र समग्रमा नेपालको हामीले एउटा शिक्षक कर्मचारीको माग मुद्दा, शिक्षक कर्मचारीहरूको सेवा सुविधाको मात्रै कुरा गरेका छैनौँ। जो नेपालमा शिक्षा क्षेत्रमा निजीकरण, व्यापारीकरण र माफियाकरणको चङ्गोल छ, त्यसबाट मुक्त गरेर समृद्ध नेपालको एउटा नौलो खालको एउटा सुन्दर शिक्षा प्रणाली लागू गर्न चाहन्छौँ। र त्यो नेपालको शिक्षा प्रणाली कहाँबाट सम्भव हुन्छ त भन्दाखेरि त्यो नेपालको विद्यालय शिक्षा ऐन जब त्यो बेलाको पञ्चहरूले निर्माण गरेको, त्यो बेलाको राणाहरूले निर्माण गरेको, राजाले निर्माण गरेको ऐनमा टेकेर अहिलेको लोकतान्त्रिक गणतन्त्र
लोकतन्त्रात्मक मुलुकको यो समृद्धि गर्न सम्भव छैन। त्यसो भएको हुनाले हामीले भन्न चाहन्छौँ आदरणीय माननीयज्यूहरू, तपाईँहरूलाई हामीले पटक पटक मतदान गरेर तपाईँहरूलाई पठाएका छौँ। तपाईँहरूलाई पुलको उद्घाटन गर्न पठाएको होइन, तपाईँहरूलाई शिक्षकका विरुद्धमा वक्तव्यबाजी गर्न पठाएको होइन। तपाईँहरूलाई हामीले नेपालमा आवश्यक कुनै नियम कानुनको ग्यारेन्टी गर्नको निम्ति पठाएको, कानुन निर्माण गर्ने तलमा तपाईँलाई पठाएको, शिक्षाको स्वास्थ्यको निरापत्ति कर्मचारीको तमाम खालका कानुन निर्माण गरेर नेपाललाई समृद्ध र शक्तिशाली नेपालको रूपमा अगाडि बढाउनको निम्ति तपाईँको भूमिका हुन्छ भनेर हामीले पठाएको। अब तपाईँहरू आफूले एक नियमावली बनाउनुको सट्टा तपाईँहरू आफू उद्घाटन गरेर विभिन्न प्रक्रियामा फसिराख्नु भएको छ। म फेरि पनि आग्रह गर्न चाहन्छु आदरणीय मित्रहरू, तपाईँहरूले समय छ, तपाईँहरूले अझै पनि नेपालको विद्यालय शिक्षा प्रणालीलाई व्यवस्थित गर्नको निम्ति मेन जारी नभएसम्म यो सडकमा आएको विशाल शिक्षक सागर घर फर्किँदैन। बरु हामीलाई मृत्यु प्यारो हुन्छ, हामी मर्न तयार छौँ, तर हामी के हो त भन्दाखेरि भाग्य छैनौँ र जबसम्म यो जारी हुन्छ हामी सडक छोड्ने छैनौँ भन्ने कुरा राख्दै फेरि पनि यो आन्दोलनको अग्रमोर्चामा हरेक सन्दर्भमा हामीले एक मुठी सास एक मुठी रगत हुँदासम्म अरू बलिदानी दिन तयार हुनेछौँ, तर यो सरकारलाई झुकाएर शिक्षा ऐन जारी गराएर जानेछौँ भन्ने कुरा राख्दै म अखिल नेपाल शिक्षक सङ्गठनको तर्फबाट बिदा हुन्छु। धन्यवाद, अभिवादन, लाल सलाम। धन्यवाद सर।